साथीहरू नमस्कार। तपाईं अहिले भिडियोमा देखिरहनु भएको दृश्य सुपर निपियर घाँसको हो। पशुपालन व्यवसायमा घाँस खेतीको आफ्नो विशेष महत्त्व छ। विभिन्न प्रकारका घाँसहरूमध्ये सुपर निपियर घाँस पशुपालन किसानहरूको लागि एक वरदान साबित भएको छ। यसलाई सामान्य बोलीचालीको भाषामा हात्ती घाँस अर्थात् इलिफेन्ट ग्रास पनि भनिन्छ। निपियर घाँसको मूल उत्पत्ति अफ्रिका महादेशबाट भएको मानिन्छ। नेपालको सन्दर्भमा तराईदेखि मध्य पहाडी भेगसम्मको हावापानीमा यो घाँस अत्यन्त राम्रोसँग फस्टाउँछ। यो एक बहुवर्षीय घाँस हो, जसको अर्थ एक पटक लगाइसकेपछि यसलाई धेरै वर्षसम्म निरन्तर काट्न र पशुहरूलाई खुवाउन सकिन्छ। निपियर घाँस अन्य स्थानीय र परम्परागत घाँसको तुलनामा बढी पोषिलो मानिन्छ। यसको पोषणको स्तर मुख्यतया यसलाई काट्ने र यसको उचाइमा निर्भर गर्दछ। यसमा प्रोटिन, क्रुड प्रोटिन अनि पाच्य शक्ति हुन्छ। यसमा त्यस्तै गरी खनिज पदार्थहरू पनि भरपूर मात्रामा हुन्छ। क्रुड प्रोटिन निपियर करिब 8 देखि 15% सम्म क्रुड प्रोटिनको मात्रा रहेको हुन्छ। यदि घाँसलाई हामीले 3 देखि 4 फिटको उचाइमा कलिलो अवस्थामा काट्यौं भने यसमा प्रोटिनको मात्रा अधिकतम रहेको हुन्छ। डाइजेस्टिबिलिटी, पाच्य शक्ति, यो घाँस नरम र स्वादिलो हुने हुनाले पशुहरूले यसलाई सजिलै पचाउन सक्छन्। यसले विशेष गरी दुधालु गाई र भैँसीको दूध उत्पादन क्षमता बढाउन ठूलो भूमिका खेलेको हुन्छ। खनिज पदार्थ, यसमा पशुको शारीरिक स्वास्थ्यका लागि आवश्यक पर्ने क्याल्सियम र फस्फोरस जस्ता महत्त्वपूर्ण खनिज पदार्थहरू प्रशस्त मात्रामा पाइन्छन्। सुरुवाती चरणमा यसलाई हात्तीको लागि मात्र प्रयोग गरिन्थ्यो र पछि यसलाई पशुपालक व्यवसायी र किसानहरूले आफूले खेतबारीमा लगाएर सिधै खेतबाट लिएर आएर सिधै पशुहरूलाई खुवाउने गर्नुहुन्थ्यो। पछिल्लो समय नेपालमा निपियर घाँसको प्रयोग केवल हरियो घाँसको रूपमा मात्र नभई हेलेज बनाउनको लागि व्यापक रूपमा प्रयोग हुन थालेको छ। हरियो घाँसलाई केही मात्रामा सुकाएर त्यसमा भएको मोइस्चरको पर्सेन्ट 40 देखि 50% मा झारेर हावा नछिर्ने गरी प्याक गर्ने प्रक्रिया नै हाइलेज निर्माणको प्रक्रिया हो। निपियरबाट हाइलेज बनाउँदा हुने मुख्य फाइदाहरूमा यो लामो समयसम्म भण्डार गर्न सकिन्छ। हेलेज प्रविधिले गर्दा घाँसलाई पोषण नबिग्रने गरी महिनौसम्म सुरक्षित राख्न सकिन्छ, जसले गर्दा घाँसको अभाव हुने हिउँद महिनामा पशुपन्छीहरूलाई सन्तुलित आहार प्रदान गर्न मद्दत पुग्दछ। त्यस्तै गरी ढुवानीमा सजिलो हुन्छ। हेलेज बनाउँदा घाँसको तौल घट्ने र यसलाई मेसिनबाट काटेर बेलिङ गरिने हुनाले एक जिल्लाबाट अर्को जिल्लामा र टाढाका फार्महरूमा पनि सजिलैसँग ढुवानी गर्न सजिलो र सस्तो पर्न जान्छ। हाल नेपालमा निपियर उच्च गुणस्तरको हेलेज बनाएर ठूला फर्महरूले बिक्री गर्ने र विदेशमा समेत यसको निर्यात गर्ने औद्योगिक क्रान्ति नै सुरु भइसकेको छ। विशेष गरी हेलेज निर्माणको प्रक्रिया चितवन जिल्लामा व्यापक रूपमा हुँदै गएको पाइन्छ। निपियर घाँस छिटो बढ्ने हुनाले वर्षमा 5 देखि 7 पटकसम्म काट्न सकिन्छ। यसको जरा प्रणाली धेरै बलियो र फैलिने प्रकृतिको हुन्छ। त्यसैले यसलाई कान्ला, भिरालो जग्गा वा नदीको किनारमा यो घाँस लगाउँदा माटो बलियो र समात्ने हुन्छ र भुच्छे तथा पहिरो रोक्न समेत यसले मद्दत गर्दछ। यो घाँस सामान्यतया काण्डको कटिङ वा जराको प्रयोग गरेर